ये फूल गाड़े हो ये क्या बात हाम्रो मास काट्नु त युगेश दाइ हो नि के मान्नुपर्छ युगेश दाइ युगेश दाइले मासु काट्ने चाहिँ मान्नुपर्छ युगेश दाइले अस्ति 5 वटा बाख्रा काट्यो तल थाहा छ याद छ काट्ने काम गर्छ न के गर्छ हाम्रो युगेश दाइले अस्ति 5 वटा बाख्रा काट्यो तल ओहो म त हेर्नु हाम्रो हातमा फोडी के 15 वटा भन न 15 वटा काट्यो नै 5 वटा चाहिँ काट्यो होला त 15 वटा बच्चा 15 वटा सिरा त मैले काटेको थिएँ त्यो त हो सिरा काट्यो त्यो फेरि खाने हामीले खाँदैन निकाली अरू मासु खाइदिनु नि हामीले यार त्यसरी त्यही हो भेजा भुजा खाने होइन दाइल निकाल्ने त उसमा कडाईमा फ्राई गर्ने कटिङ राम्रो गरेर हैन त बस दिलो भन्छ नि ये क्या कर रहा है उन्हें यहाँ देखो मैं करता हूँ उन्हें इसका ऐसा निकालना पड़ता उन्हें सिकाएगा तिनीहरूलाई यिनी मुलाले कहिले अब निकाल्न खाएको होइन जिब्रा छाला निकाल्ने नै के गर्ने नै पोल्ने नै होइन टाउकोलाई ढङ्गले ऐसा खाइले युगेश दाइले भने देखो मैं निकाल्दा हूँ छाला ऐसे निकलता है ये होता है हाँ ये निकालना पड़ता है भनेर सिकाएर तब हाँ भाई तू ये काट्ने वाला भन्दै जसा भने हाँ तो म त्यसरी वरपर के ल युगेश दाइ आयो भन्ने होइन कहिले वर डुल्ने पर डुल्ने गर्ने के गर्ने ल काटो भन्ने कभी ये टूटा भी नहीं मिलता याद है तुम्हारा भी नहीं इसमें अभी माल है ना कर ले खाओ मीट माल मैं तो कसम वो तेरा बत्ती निकाल लाया था वो खत्म हो गया है भाई यार गुम हो गया आदत हो यार नत्र अनुमान हुँदैन नि एउटा किलो कसम से वही या तो गुम हो गया अरे आपले अनुमान हुन्छ यार मासु अलिक वो निकाल के लाया था तिम्रो चावल थोडी हो गया आधा क्या हो दान जस्तो कुरा गल्ती नै जल्दी करो यार दाइ यार अलग छ सबैको एक पिस रुपैयाँ छ हैन हड्डी काटो यो फरम गर्नु राख्दिया थियो मेरे रात गिलास हो गया मैंने उठा के ले गया पता ही नहीं था नहीं गिलासले भर्ने भन्छ के भन्छ त्यो मान्छेले हाम्रो कचौर राज त्यस्तो लगाउँछ के हैन त्यो भैँसीको त्यो त ठुलो हैन यो त छोटो छ यो त हैन हात हातबाट एकदम ए ऐसा भाई मैं ऐसा मजा आउन लाग्यो पहिला अब साप्लिङ साप्लो अब यो साप्लिङ यो भर्ने एउटा बाबुले यो जिउ ठाउँको मासु हुनु पर्छ के कौन लेके चले गए थे था कहाँ वो तो देखो वहाँ बैठे हुए देख रहे कहाँ जा रहा है क्या जा रहा है ये देख रहे ना भाग कहाँ जा रहा है